नमस्कार, म बिरयानी खाँदैछु। कान्छो छोराले घरमै बनाएको बिरयानी आज बिरयानी बनाएर दिँदैछ। हजुरहरूलाई खानु मन लाग्यो भने भन्नु होला। अत्यन्तै मिठो। छोरालाई धेरै धेरै मिस गरिरहेको छु। श्रीमानज्यूलाई पनि धेरै धेरै मिस गरिरहेको छु। अब भेट हुँदा चाहिँ सब परिवार एकैसाथमा बसेर बिरयानी खाइदिनु हुन अनुरोध गर्दछु। म चाहिँ भिडियो बनाउँछु त्यति बेला। कान्छो छोराले भिडियो बनायो भने मान्दैन। अत्यन्तै मिठो, धेरै मिठो, अति मिठो छ। बिरयानी धेरै मिठो छ। तलपिरो दही छ यहाँ, तर चिसो भएको कारणले मलाई दही चाहिँ देखाउनु लागिरहेको छैन। यो बिरयानीमा खाने भनेर ल्याइदिएको दही चाहिँ, तर म चाहिँ अत्यन्तै मिठो छ। तर अलि पिरो भयो। मिठो त मिठो। टमाटरको अचार चाहिँ छोराले ल्याएर त दिएको छ, तर मलाई मन नपरेको कारणले धेरै खाएको छैन। तर अझ मिठो भयो। बिरयानी धेरै भयो। मटनको बनाउनु त अब अलिक मिठो हुन्थ्यो है। अर्कोपल्ट मटन बनाउनु पर्यो। अर्कोपल्ट बिरयानीको सट्टा मटन बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु कान्छो छोरालाई। धन्यवाद।